नमस्कार साथीहरू, तपाईहरुलाई आज एसटेक क्युरियोसिटी च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई टप 5 फ्री स्क्रिन रेकर्डिङ सफ्टवेयर जुन चाहिँ ल्यापटप र पीसी को लागि एकदम युजफुल छ, जसमा तपाईलाई कुनै वाटरमार्कको जरुरी पर्दैन र एचडी क्वालिटीमा तपाईले चाहिँ स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ। सो भिडियोको अन्तसम्म रहनु होला। सो लेट्स स्टार्ट है त। नम्बर 5 मा हाम्रो रहेको छ यो फ्ल्याशब्याक भन्ने छ है। यो फ्ल्याशब्याकमा चाहिँ हामीले यो www.flashbackrecorder.com छ नि, यो वेबसाइटमा इन्टर गरिसकेपछि हामीले यो फ्ल्याशब्याकको चाहिँ वेबसाइटमा चाहिँ एक्सेस गर्न सकिन्छौँ। यसमा चाहिँ यो डाउनलोड गर्नलाई चाहिँ सिम्पल छ। फर्स्ट पेजमा तपाईले यो फ्री डाउनलोड नाउको जुन अप्सन छ त्यो देख्न सक्नुहुन्छ। यसलाई क्लिक गरेर चाहिँ तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईको हाई क्वालिटीको स्क्रिन रेकर्डिङ हुन्छ र भिडियो एडिटिङ पनि अप्सन दिएको छ। यसको तलतिर हामी हेर्छौँ भने मजाले हेर्न सक्नुहुन्छ रेकर्ड स्क्रिन एडिट र सेयरको पनि अप्सन दिएको छ तपाईलाई। सो यो चाहिँ एकदम बेस्ट छ। भिडियो ट्युटोरियल, लेक्चर रेकर्डिङको लागि, भिडियो कलको लागि, युट्युब भिडियोजको लागि, ट्रेनिङ भिडियोज, भिडियो लेसन, सो मेनी मोर यहाँ धेरै छ हैन। सो कुनै पनि रिलेटेड तपाईले भिडियो रेकर्ड गर्न चाहनुहुन्छ भने यो चाहिँ बेस्ट एउटा सफ्टवेयर हो, जसलाई चाहिँ तपाईले डाउनलोड फ्री भर्जन गर्न सक्नुहुन्छ। सो नम्बर 4 तिर जाउँ है त। नम्बर 4 मा हाम्रो छ स्क्रिनपल भन्ने सफ्टवेयर छ। यो चाहिँ तपाईको यो screenpal.com चाहिँ तपाईले इन्टर गरेर यो पेजमा एक्सेस गर्न सक्नुहुन्छ। यो वेबसाइटमा एक्सेस गरिसकेपछि तपाईले फर्स्ट पेजमा यहाँ डाउनलोड स्क्रिनपल फर फ्री भनेर देखाएको छ। यसको लागि कुनै एकाउन्टको पनि तपाईले यहाँ जरुरत छैन। सिधै डाउनलोड गरेर तपाईले चाहिँ युज गर्न सक्नुहुन्छ। यसको चाहिँ फिचर हेर्नुपर्दा तपाईले यहाँ क्लियरली हेर्न सक्नुहुन्छ। यसमा स्क्रिन रेकर्डिङको सुविधा छ, स्क्रिनशट पनि गर्न सक्नुहुन्छ, भिडियो एडिटिङको पनि सुविधा छ, इमेज एडिटिङ पनि गर्न सक्नुहुन्छ र कन्टेन्ट होस्टिङ पनि गर्न सक्नुहुन्छ। अर्को बेस्ट फिचर भन्दाखेरि तपाईको यहाँ छ रेकर्ड योर स्क्रिन इन वेबक्याम भनेको छ। तपाईले यो स्क्रिन रेकर्ड गर्ने बेला तपाईले वेबक्याम मार्फत आफ्नो भिडियो पनि रेकर्ड गर्न सक्नुहुन्छ। र अर्को फिचर भन्नुपर्दा एआई भिडियो ब्याकग्राउन्ड रिमुभर पनि छ, जसले चाहिँ यो स्क्रिन रेकर्डिङमा चाहिँ तपाईले बेस्ट तपाईको सुविधा दिएको छ। यो पनि तपाईले डाउनलोड गरेर चाहिँ विदाउट वाटरमार्क र एचडी क्वालिटीमा भिडियो तपाईले चाहिँ स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ। र यसको चाहिँ ट्रस्ट एबिलिटी भन्दाखेरि चाहिँ तपाईले हेर्न सक्नुहुन्छ 190 कन्ट्रीमा अलरेडी यो डाउनलोड र युज भइरहेको हो। ठीक छ। र यसको रेटिङ पनि राम्रो छ। सो यो तपाईले युज गर्न सक्नुहुन्छ। नम्बर 3 मा भन्नुपर्दाखेरि फ्री क्याम्प भन्ने एउटा वेबसाइट छ, जुन चाहिँ तपाईले freescreenrecording.com बाट चाहिँ तपाईले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। सो freescreenrecording.com गरिसकेपछि तपाईले यो वेबसाइटमा एक्सेस गर्न सक्नुहुन्छ। एक्सेस गरिसकेपछि तपाईले यहाँ डाउनलोड भन्ने अप्सनमा क्लिक गरेर फर्स्टमा तपाईको ट्राई फर फ्री र यहाँ आफ्नो साइन इमेल आइडी दिइसकेपछि मजाले यहाँ डाउनलोड अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। र यसको फिचर भन्नुपर्दा पनि यसको फिचर पनि धेरै राम्रो छ। यसमा चाहिँ तपाईको चाहिँ आफूले कति एरिया चाहिँ रेकर्ड गर्ने त्यो एरिया सिलेक्ट गर्न सक्नुहुन्छ। भोइस ओभर भोइस पनि रेकर्ड गर्न सक्नुहुन्छ। सिस्टमको साउन्ड जस्तै कम्प्युटरमा चाहिँ तपाईको कुनै साउन्डहरु रेकर्ड गर्न सक्नु पनि हुन्छ। मेन चाहिँ तपाईको यसमा पनि तपाईको हाइलाइट योर माउस, यो जुन तपाईको जति पनि मेरो माउस कर्सर चलिरहेको छ नि, जुन हाइलाइटेड जुन छ कर्सरिङ, सो त्यसमा पनि तपाईले फिचर पाउन सक्नुहुन्छ। र अर्को तपाईको चाहिँ यसमा अर्को चाहिँ राम्रो भनेको चाहिँ तपाईको डिलिट अननेसेसरी पार्ट डिलिट गर्न सक्नुहुन्छ, ब्याकग्राउन्ड नोइज रिमुभ गर्न सक्नुहुन्छ हैन। सो यो फिचरहरुले गर्दाखेरि चाहिँ एकदम राम्रो सफ्टवेयर छ यो पनि। अर्को चाहिँ तपाईले डाउनलोड गरिसकेपछि तुरुन्त तपाईले यो युट्युबमा पनि सेयर गर्न सक्नुहुन्छ है। सो यो त्यही भएर चाहिँ नम्बर 3 मा मैले राखेको छु। सो यो चाहिँ ट्राई गर्नु होला हजुरहरुले। ठीक छ। सो अब हामी अर्कोतिर जाउँ। नम्बर 2 मा चाहिँ हाम्रो ShareX भन्ने सफ्टवेयर छ। यो चाहिँ तपाईले getsharex.com बाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। getsharex चाहिँ तपाईले इन्टर गरिसकेपछि यो वेबसाइटमा तपाईले एक्सेस गर्न सक्नुहुन्छ। र फर्स्टमै तपाईले यहाँ डाउनलोड अप्सन दिएको छ। डाउनलोडलाई क्लिक गरिसकेपछि तपाईले सेटअप अप्सनलाई क्लिक गरेर चाहिँ यो तपाईको सेटअप फाइल डाउनलोड गर्न सक्नुहुन्छ है त। यो चाहिँ तपाईको एकदम पुरानो भर्जनको वेबसाइट हो, तर यसको बेस्ट फिचर भन्नुपर्दाखेरि चाहिँ तपाईको चाहिँ यो हल्का खालको सफ्टवेयर छ। नर्मल बट हल्का टाइपको भनौँ न, जसको चाहिँ कम्प्युटरहरु पुरानो खालको छ नि, जस्तै डेस्कटप कम्प्युटर र र्याम धेरै कम छ हो, उहाँले चाहिँ यो सफ्टवेयर चाहिँ डाउनलोड गर्नु होला भन्ने म चाहिँ एकदम प्रिफर गर्छु। किनकि तपाईको लाइट छ, हल्का छ सफ्टवेयर, तपाईको र्याम पनि धेरै युज हुँदैन हैन। सो मजाले युज गर्न सक्नुहुन्छ। यसको फिचर पनि धेरै राम्रो छ। यसमा फुल स्क्रिन तपाईले रेकर्ड गर्न सक्नुहुन्छ, पुरै विन्डो पनि रेकर्ड गर्न सक्नुहुन्छ, कस्टम तपाईको क्याप्चर पनि गर्न सक्नुहुन्छ, इमेज एडिटिङको पनि अप्सन दिएको छ हैन।
सो मेन अप्सन छ। मेन भनेको चाहिँ एकदम हल्का छ, ऱ्याम धेरै युज हुँदैन, कम्प्युटर ह्याङ पनि हुँदैन, सफ्टवेयर एकदम लाइटली छ। सो उहाँले युज गर्नु सक्नुहुन्छ है त। सो नम्बर वानतिर चाहिँ जाउँ। नम्बर वानमा चाहिँ हाम्रो चाहिँ ओबिएस। यो चाहिँ सबैले सायद सुन्नुभएको होला, जसले सुन्नुभएको छैन म उहाँलाई भन्न चाहन्छु कि ओबिएस स्टुडियो चाहिँ एकदम तपाईँको एकदम बेस्ट हो, अल इन वान फिचर भएको तपाईँको यो सफ्टवेयर हो। यो चाहिँ तपाईँको तिनवटै भर्जनमा युज हुन्छ, विन्डोज, म्याक, लिनक्स होइन। तपाईँहरू कुन चाहिँ भर्जनमा डाउनलोड गर्न चाहनुहुन्छ, जसले विन्डोज युज गरिरहनु भएको छ उहाँलाई विन्डोज अप्सनमा क्लिक गरेर चाहिँ पहिले मजाले डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोडको लागि यहाँ डाउनलोड अप्सन दिएको छ। डाउनलोडमा गएर तपाईँले आफ्नो भर्जन युज गर्नुहोस् र डाउनलोड इन्स्टललाई क्लिक गरेर तपाईँले युज गर्न सक्नुहुन्छ। यसको फिचरहरू भन्नुपर्दा यसको चाहिँ धेरै फिचरहरू छ। यसमा अडियो मिक्सिङ गर्न सक्नुहुन्छ, तपाईँले लाइभ स्ट्रिमिङ गर्न सक्नुहुन्छ, रेकर्ड गर्नु सक्नुहुन्छ, अडियो मिक्स गर्न सक्नुहुन्छ। मेनी फिचरहरू छ यसमा, तपाईँले एक्चुअली युज गर्नु होला। यो चाहिँ तपाईँको चाहिँ स्पेसली जति पनि हाम्रो यो गेमरहरू हुनुहुन्छ, जसले चाहिँ स्ट्रिमिङ गर्नुहुन्छ, रेकर्ड गर्नुहुन्छ र युट्युबमा देखाउनुहुन्छ, उहाँहरूले चाहिँ यो एकदम युज गर्नुहुन्छ। सो हजुर एकदम बिगिनर छ भने म प्रिफर गर्छु यो स्क्रिन रेकर्डर फ्ल्यासब्याक भन्ने युज गर्नु होला। अलिक बढी फिचर चाहनुहुन्छ भने स्क्रिन पल पनि युज गर्नुहोस्, यो पनि एकदम राम्रो छ। एकदम तपाईँले चाहिँ एकदम प्रो लेभलमा जान खोज्नुहुन्छ भने यो युज गर्नु होला है त, obsproject.com। सो म आशा गर्छु तपाईँहरूलाई यो 5वटा स्क्रिन रेकर्डिङ सफ्टवेयर चाहिँ एकदम युजफुल हुनेछ। सो हजुरहरूले कुन चाहिँ डाउनलोड गर्यो, कुन चाहिँ तपाईँहरूले युज गर्नुभयो, कुन चाहिँ फिचर राम्रो लाग्यो प्लिज कमेन्ट गर्नु होला, ठिक छ। र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। सो अरू भिडियोहरू पनि हामी बिस्तारै ल्याउँदैछौँ। सो आई होप यु लाइक इट है त। ल थ्याङ्क यू, धन्यवाद।